तपाईलाई अर्को प्रश्न गर्न गएको छु। जस्तो हिजोको मितिसम्म हामीले ब्राह्मण पुरोहितबाट गरिएका कर्महरूबाट प्रत्येक भुजेलहरू सन्तुष्टि भएको चाहिँ अवस्था थियो। त्यो भनौँ जति पनि कर्महरू गरिन्थ्यो ब्राह्मण पुरोहितबाट गरिन्थ्यो, त्यसबाट हामी सन्तुष्ट थियौँ भने आज भुजेलका अगुवाहरूले, भुजेलका ब्राहरूले चाहिँ भुजेल भाषा छ, भुजेल संस्कृति छ, भुजेल परम्परा छ भनेर भनिरहँदा हामी हाम्रै संस्कृति अनुसार चाहिँ कर्म गर्नुपर्छ भन्ने धारणा त छन् त। यसलाई यो धारणालाई चाहिँ प्रत्येक भुजेलहरूले अनुसरण गरून्, उनीहरूले त्यो संस्कार र परम्परालाई चाहिँ पछ्याउन् भनेर चाहिँ भन्नको लागि भुजेल अगुवा अथवा भुजेल फोहोरहरूले गर्ने गतिविधिहरू, उहाँहरूलाई राख्ने धारणा, उहाँहरूले गर्ने बोल्ने शैलीहरूलाई कसरी चाहिँ आकर्षण गर्न सकिन्छ, कसरी अगाडि बढ्न सकिन्छ, कसरी हाम्रो समाजमा, हाम्रो परम्परामा चाहिँ ल्याउन सकिन्छ, तपाईँको धारणा के छ? धन्यवाद। हाम्रो पूर्वकालदेखि नै हाम्रो गरिरहेको संस्कार संस्कृति हो। हामी बिचमा मध्यकालीन अवस्थामा आएर हामी चाहिँ विलिन भएर हामी त्यताभित्र भएको हुनाले हाम्रो चाहिँ संस्कार लोप हुँदै गएको थियो। अनि अहिले आएर हाम्रो विज्ञहरू, खोजकर्ताले चाहिँ हाम्रो संस्कार संस्कृतिलाई खोजी गर्दै हाम्रो संस्कार संस्कृति छ है भनेर चाहिँ हामी चाहिँ उहाँले भनेर हामी लागि परेका छौँ र हाम्रो संस्कार संस्कृति गर्नैपर्छ भन्ने हामीले गरेका विधिहरू र विभिन्न सामाजिक सञ्जालमा हालेर नि उहाँलाई चाहिँ आफ्नै र मनोबल बढाइरहेका छौँ र यो हाम्रो विधिहरू हाम्रो भुजेल संस्कार अनुसार गर्नैपर्छ भन्ने एउटा मेरो धारणा छ। र हिजो हेर्दाखेरि अन्य जातिको हेर्दा पनि हाम्रो मगर जातिकोमा हेर्दाखेरि अहिलेभन्दा 10 वर्ष पहिला हाम्रो गुरुङ मगर राई लिम्बूहरूले त उहाँले त आफ्नो संस्कार त पहिला गरिराख्नुभएको थियो भने हाम्रो मगर समुदायको पनि धेरै बसेन, मगर समुदायले पनि आफ्नो संस्कार गरेको धेरै बसेन। आजभन्दा 10 वर्ष पहिला उहाँले नै ब्राह्मण पनि पराएर रातो टिका लगाएर नै आफ्नो कार्यहरू गर्नुहुन्थ्यो नि अहिले टोटली मगरहरूले पनि अहिले चाहिँ आफ्नो अलिक टोपा चाहिँ के भन्छ उहाँको पहिला चाहिँ आफ्नै फोहोर आफ्नै जातिको र चाहिँ पनि राखेर आफ्नो कर्महरू गरिरहनु भएको छ। र त्यसपछि हामी पनि भुजेलहरूको पनि आँखा खुलेर अहिले चाहिँ हामी पनि हामी जनजाति भइसकेपछि हाम्रो पनि छ नि कर्म भनेर हामी नि यही कर्मको पछि लागिरहेका छौँ र सम्पूर्ण हाम्रो सजाति बन्धुहरूलाई आफ्नो कर्म गर्नुपर्छ भन्ने मेरो धारणा छ।